पशुपतिनाथ नेपाल कैली र बागमतीको किनार। पशुपतिनाथ कसरी उत्पत्ति भयो र पशुपतिनाथ अहिले त्यहाँ किन छ भन्ने चाहिँ एउटा गोपाल राजवंशावली अनुसार एउटा सानो किम्वदन्ती छ। पशुपतिनाथ अहिले भएको ठाउँमा चाहिँ नेपा भन्ने एकजना गाई गोठाला हुनुहुन्थ्यो र सो गाई गोठालाले आफ्नो गाईको बथानलाई सधैँ पनि सधैँभरि बागमतीको किनारमा चर्न पठाउनुहुन्थ्यो र बेलुका आएर उहाँको थुनबाट दुध दुने गर्नुहुन्थ्यो। त्यसै क्रममा एक दिन त्यसरी नै चर्न पठाएका सबै गाईको दुध निकाल्ने क्रममा कैली नामक गाईले चाहिँ दुध दिन्नन्। त्यो एक दिन त्यसै जान्छ। त्यसपछि यो क्रम चाहिँ दोहोरिने क्रम चाहिँ जारी हुन्छ। दिनानुदिन जुनै दिन पनि यसै गरी अरू गाईले दुध दिन्छन् तर कैली गाई चर्न चाहिँ सबैसँग जान्छन् तर बेलुका आएर उनको थुनमा एउटा पनि दुध हुँदैन, दुध आउँदैन। त्यो भइसकेपछि नेपालाई एकदमै धेरै शङ्का लाग्छ र उनले चाहिँ कैली गाईलाई निगरानीमा राख्छन्। कैली गाई कहाँ जान्छन्, कहाँ गएर आफ्नो दुध सबै खेर फाल्छन्, कसैले दुन्छ कि भनेर उहाँले चाहिँ कैली गाईको पिछा गर्न थाल्नुहुन्छ। त्यसै क्रममा एक दिन नेपालले आफ्नो सबै गाईलाई बागमतीको किनारमा चर्नको लागि पठाउँछन् र पठाउँदाखेरि उहाँले एउटा एकदम आश्चर्य लाग्दो दृश्य देख्नुहुन्छ। त्यो दृश्यमा उहाँले के देख्नुहुन्छ भने चर्न पठाएका सबै गाई बागमतीको किनारमा हिँड्दै गर्दा कैली गाई चाहिँ एउटा ठाउँबाट एक्लै छुट्टिएर अहिले पशुपति भएको ठाउँमा जान्छन् र त्यहाँ गएर उभिन्छन्। उनी उभिएपछि कसैले पनि नदुइकन उनको थुनबाट आफै त्यो ठाउँमा चाहिँ दुध झरेको दृश्य उनले देख्छन्। त्यो दृश्य देखेर एकदम आश्चर्य मानेर चाहिँ नेपालले चाहिँ त्यहाँ गएर त्यो ठाउँमा गएर खन्छन्। त्यो ठाउँमा खन्दाखेरि के देख्छन् उनले भन्दाखेरि 5 मुख भएको एकदम ज्योति नै ज्योतिका प्रकाश सहितको शिवलिङ्गको उत्पत्ति हुन्छ। सोही ठाउँमा र सोही शिवलिङ्ग उत्पत्ति भएको ठाउँमा चाहिँ अहिले पशुपतिनाथ मन्दिर बनाइएको हो र पशुपतिनाथको उत्पत्ति चाहिँ यसरी भएको थियो है भनेर गोपाल राजवंशावली अनुसार चाहिँ एउटा किम्वदन्ती हामीले पाउन सक्छौँ।